मुस्ताङमा हिउँ परेको छ है, मजाले। मुस्ताङ अहिले ढकमक्क हिउँले ढाकिएको छ। 2082 माघ 14 गते आज यो भिडियो बनाउँदैछु। माघ 14 गतेको मुस्ताङ अपडेट। मुस्ताङमा हिउँ परेको छ। धेरैजनाले हामीलाई फोन मार्फत कमेन्ट मार्फत सोधिराख्नुहुन्थ्यो, धेरैले चाहिँ सम्पर्क गरिरहनुहुन्थ्यो। अब हिउँ खेल्नका लागि इन्ट्रेस्टेड हुनेहरूले, हिउँले ढकमक्क भएको मुस्ताङ हेर्न चाहनेहरूका लागि एकदमै खुसीको कुरा हो यो। मुस्ताङमा हिउँ परिसकेको छ। हिउँ परेको जानकारी हामीलाई हाम्रो गाडी यति बेला अप्पर मुस्ताङको यात्राको क्रममै छन्। छुसाङमा स्टे गरेका हाम्रा टिमबाट चाहिँ हामीलाई खबर आएको छ। राम कार्कीज्यूले हामीलाई अवगत गराउनु भएको छ। करिब 1 फिट त्यहाँ हिउँ परेको छ। त्यसकारण उहाँहरू अप्पर मुस्ताङ जानका लागि आजलाई चाहिँ असमर्थ हुनुभयो। सो भोलि या पर्सिबाट बाटो फेरि पूर्ण रूपमा सञ्चालनमा आउनेछ। साथै मुक्तिनाथ एरियामा हिउँ परेको छ कि छैन त, लोवर मुस्ताङको पार्टमा हिउँ परेको छ कि छैन त भन्ने विषयमा हामीले वारा गाउँ मुक्ति क्षेत्र वडा नम्बर 1 का वडा अध्यक्ष प्रमेश गुरुङज्यूसँग हामीले फोन सम्पर्क गरेका थियौँ। उहाँका अनुसार मुक्तिनाथ एरियामा पनि ढकमक्क हिउँले ढाकिएको छ। सो गाइज, मुस्ताङमा गएर हिउँ खेल्न चाहनेहरूका लागि मजाले हिमालको रेन्जहरू, पहाडको रेन्जहरू, ढकमक्क भएको मुस्ताङ आफ्नो दृश्यमा कैद गर्नका लागि यो एकदमै सुवर्ण अवसर हो। सो हामी कहिलेबाट फेरि हाम्रो यात्रा सुचारू हुन्छ हामी यहाँलाई अपडेट गर्नेछौँ। मोस्ट प्रोबेबली अब बाटोमा रहेको हिउँहरू त भोलि नै आज दिनभरिमै सुक्ला अथवा भोलिसम्ममा सुक्ला। सो भोलि या पर्सिबाट यात्रा पुनः सुचारू हुने कुरा यहाँहरूमा जानकारी गराएँ मैले। एनिवे फर्दर एकदम कन्क्लुडिङ डिसिजनका लागि हामीले यदि यो दिनबाट चाहिँ हाम्रो यात्रा सुरु भयो है भनेर एकदम निष्कर्ष सहितको भिडियोको लागि हामी अर्को भिडियो यहाँहरूमा प्रस्तुत गर्नेछौँ। सो स्टे ट्युन एन्ड मुस्ताङ तथा मनाङ भ्रमणका लागि नमस्ते टुर्स एन्ड ट्राभल यहाँहरूको सेवामा सदैव समर्पित छ। सो किप लभिङ एन्ड सपोर्टिङ नमस्ते टुर्स एन्ड ट्राभल। हामी अर्को भिडियो लिएर फेरि यहाँहरूमा आज उपस्थित हुने बाचा गर्दै यो भिडियो अहिले यति नै। नमस्ते।